देखाउँ। अब यो एउटा अङ्ग त उनीहरूलाई देखाइयो, यो 4 अङ्गले आफूलाई देखाएछ, त्यो चाहिँ नदेख्ने। त्यही चाहिँ आन्दोलनमा गएका चाहिँ एउटा चाहिँ बहिनीले त यङ चाहिँ के बहिनी थिइन्, उनले त जुत्तै चोरेर हिँड्छन् तिमीलाई जुत्ता लाउन मन लगाएर लाएर चले जुत्तै चोरेर हिँड्छन् भन्नु। अब यस्तो किसिमको भ्रष्टाचारको विरुद्धमा चाहिँ उनलाई चाहिँ अब फेरि उनी गरिब उनलाई लाउन पनि मन लागेर त्यो स्वाभाविक पनि हो फेरि। तर त्यो चाहिँ के अरे नियत त्यो चाहिँ ठिक होइन क्या फेरि। नेपाली जनताले नेपालको मान्छेलाई नेपालको के अरे प्रधानमन्त्री त तपाईँलाई चोखो चाहिने होइन, चोखो चाहिने, भ्रष्टाचार नगरोस् यो नगरोस् भनेको चाहिने। फेरि आफू एक दिन मौका पाउँदाखेरि एक दिन आन्दोलन भयो, एक दिन चोर्ने मौका पाएको, चोरेर एसी टाउकोमा के अरे यता झोला टाउको यता के लिएर हिँड्ने भने त्यो समाजबाट हामी आएका छौँ क्या। हाम्रो समाज त्यस्तो समाज मैले भन्न खोजेको कुरो त्यो बहिनी पनि गल्ती होइन, त्यो पनि गल्ती होइन। यो समाजलाई हामीले रूपान्तर गर्नलाई हामी विवेकशील हुनुपर्छ, हामी एजुकेटेड हुनुपर्छ, हामीले चाहिँ विश्वविद्यालय पढेको हुनुपर्छ र हाम्रो त्यो संस्कारबाट हामीले चाहिँ सिक्नु पर्यो। देश जनता र चाहिँ त्यो भन्ने हाम्रो चाहिँ एउटा क्यापेसिटीमा हाम्रो दिमागमा त्यो आयो भने अवश्य चाहिँ हामीले चाहिँ यो त्यो देशलाई चाहिँ हामी चाहिँ बनाउन सक्छौँ। र यहाँ प्रवासा यो नगर समितिहरू तपाईँहरू चाहिँ पनि एक थुक चाहिँ मिलेर चाहिँ नदी बन्न सक्छ। तर चाहिँ बन्दै बनेन भने त्यो कुरा त्यसरी चाहिँ हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूसँग हामी पनि एकताको चाहिँ प्रतीक बनाऊँ र तपाईँहरूको यो चाहिँ राष्ट्रिय के अरे यो चाहिँ दक्षिण भोपाल नगर समितिको यो सम्मेलन छ, यो सम्मेलनले तपाईँहरूलाई चाहिँ यो विवेक दियोस्, काम गर्ने सङ्गठन यो पनि काम गर्नुपर्ने छ। यो सङ्गठन हेर्नुहोस्, घरमा काम त के अरे चराहरूले पनि लिएर चाहिँ आफ्नो बच्चालाई चाहिँ चराचुरुङ्गी गर्छ, कमिलाले पनि गर्छ। तर हामी चाहिँ के हो भने सबभन्दा उच्च किसिमको प्राणी हो। त्यो प्राणीले के गर्नुपर्छ भने सामाजिक पनि हुनुपर्छ, घरको मान्छे हो। तर त्यसको अलावा पनि हामीले चाहिँ यो समाजमा भएको चाहिँ के घट्दैछ, भारतमा के हुँदैछ, नेपालमा के हुँदैछ, अरू चाहिँ अमेरिकामा के हुँदैछ, रसियामा के हुँदैछ, अरू विश्वमा चाहिँ के हुँदैछ भन्ने कुरो थाहा पाइएन भने अब अस्ति भर्खर पनि नेपाललाई चाहिँ अब असममा 80 घरहरू दोकानहरू चाहिँ जलाइदिएको छ। तपाईँहरूलाई त सायद न्युज थाहा छैन होइन। त्यहाँको जातिले नेपाललाई भगाएको छ, नेपाललाई मात्र बिहारीलाई पनि भगाएको छ असममा होइन। भने त्यस्तो किसिमले हुन्छ भने 1980मा उनीहरूले भन्नुहुन्छ भने हामीलाई के को जरुरी, हाम्रो पास हाम्रो छोरी डक्टर छ, छोरा डक्टर इन्जिनियर छ, और मेरो पास कार छ, मेरो पास बङ्गला छ, त तपाईँको सङ्गठन हामीलाई के छ, तपाईँको त गरिबहरू त उनीहरूलाई चाहिँ सङ्गठन गरेर हिँड्नुहोस् भनेर भन्नुभयो। त्यहाँबाट 1980मा जब उनीहरू चाहिँ त्यो भनेर चाहिँ जब उनीहरूलाई भगायो नि, भगाएपछि हामी कहाँ पुग्यौँ, हामीले चामलको बोरा लगाएर हामी चाहिँ बुटोलको चाहिँ शिविरमा पुग्यौँ। पुग्दाखेरि त्यही मान्छेहरूसँग हामी भेट्यौँ। अनि तपाईँले भनेको कुरा सही थियो होइन, तपाईँहरूले भनेको कुरा सही थियो। कुनै पनि ठाउँमा चाहिँ कुनै देश विदेशमा एउटा घटना चाहिँ चिङ्गारी जल्यो भने केही पनि हुनसक्छ क्या। त्यसको मतलब तपाईँहरू डराउनु पर्ने के पता यहाँ घर बनायो बनाउनु होइन भन्ने होइन। फेरि सब बनाउनुहोस्, तपाईँ घर पनि बनाउनु, बिल्डिङ पनि बनाउनुहोस्, स्कुल पुरा गर्नुहोस्। तर हाम्रो कस्तो भन्दाखेरि सङ्गठित हुनु पऱ्यो क्या। हामीलाई 1 महिनाको दिन मौलत चाहियो। नेपालमा बस्ने यहाँ चाहिँ हिन्दू छ, तपाईँहरू हामी हिन्दू हो, हामीलाई चाहिँ यहीँ बस्छौँ, हामी यत्रो सालबाट यहाँ बस्छौँ भन्ने त्यो सङ्गठनको बुलन्द आवाज भयो भने कसैले के गर्दैन। हामी एक गयौँ भने त्यहाँ कसैले हाम्रो सुन्नेवाला छैन। यति पनि हामी चाहिँ न्युमारेटमा गएर चाहिँ रातो झन्डा चाहिँ फहरायौँ भने चाहिँ त्यो त्यहाँको प्रशासन, त्यहाँको चाहिँ के अरे सिएम सबै आउँछ र हाम्रो कुरा सुन्छ। अगर म एमपी आमाले एउटै गरेर चाहिँ त्यहाँ चाहिँ म चाहिँ फलानु भन्यो भने आउँछ, सुन्दैन। जनताको पावर क्या। मैले भन्न खोजेको कुरो मुख्य कुरो के हो भने नेपालमा पनि पावर त्यो राजनीतिक कुरा सामाजिक कुरा भएको हुनाले त्यो जेनजीको आन्दोलनमा त्यो चाहिँ अहिलेको चाहिँ सुशीला कार्की जो प्रधानमन्त्री हुनुहुन्छ उहाँलाई पक्षमा या विदेशीको पक्षमा काम गर्छ। त्यस कारणले गर्दाखेरि त्यसको बारेमा पनि हामी सबैले बुझ्नुपर्छ। म धेरै लामो नभन्दै हाम्रो यो प्यारो सङ्गठनलाई तपाईँले प्यारो सङ्गठन भन्नुभयो क्या, हाम्रो गौरवशाली सङ्गठन, प्यारो सङ्गठन जसले हाम्रो नेपालीहरूको हक हित र अधिकारको लागि बोल्छ होइन, त्यसको लागि चाहिँ मारिमिटी गर्छ। आफ्नो 8 घन्टा ड्युटी पुरा गरेर पनि फेरि तपाईँ नेपालीहरूको बारेमा चाहिँ के हिँड्छ, झोला बोकेर हिँड्छ, के अरे पसिना चुहाएर हिँड्छ, त्यो चाहिँ सबै चिजको एरेन्जमेन्ट गर्छ। त्यो मान्छे पनि महान हो। किनभने आम रूपमा त सबैले घरमा चाहिँ काम गर्ने, घरको छोरीबेटीहरूलाई चाहिँ गर्ने, चेलीबेटीहरूलाई छोराछोरीलाई पाल्ने सबैले गरेको हुन्छ। तर छोराछोरीलाई पालेर पनि जो एडिसनल काम गरेको हुन्छ समाजको बारेमा, नेपालीको बारेमा, त्यो मान्छेहरूको महान हुन्छ, बुद्धिजीवी हुन्छ होइन। त्यस कारणले गर्दा तपाईँहरू पनि त्यस्तो म धेरै लामो कुराहरू चाहिँ यहाँ नराख्दै म चाहिँ बिदा हुन्छु। हस्त क्रान्तिकारी